आदरणीय महानुभावहरू सम्पूर्णलाई नमस्कार नमन वन्दना। म हजुरहरू समक्ष एउटा सानो यही चुनावको विषयलाई लिएर केही कुरा सेयर गर्न भित्रदेखि पुरै काउकुत्ती लाएर आएर मैले हजुरहरूसँग सेयर गर्न खोजेको छु। यसलाई मन पराएर हेरेर लाइक कमेन्ट र सेयर पनि गरिदिनुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ। त्यसैले के कुरा भने यो चुनाव चिन्ह चाहिँ दिने क्रममा कसैलाई सौभाग्यवश भन्ने कि भाग्यवश भन्ने कि गर्दै भन्दै जाँदा यस्ता चुनाव चिन्हहरू आइदियो र त्यो चुनाव चिन्हको कारणले गर्दा अहिले देशै हलचल भइरहेको अवस्था छ। हुन त चुनाव चिन्ह कसैलाई सूर्य, कसैलाई तारा, कसैलाई रुख, कसैलाई घन्टी, कसैलाई त्रिभुज, कसैलाई कलम, कसैलाई हँसिया, कसैलाई हतौड विभिन्न छ। यी सौभाग्यवश पाएका व्यक्तिहरूले जुन हातमा लिएर खल्तीमा बोकेर हिँड्न सक्ने चिजहरू त बोकेर हिँड्लान्, देखाउलान्, यो है चुनाव चिन्ह भन्लान्। अब कतिपयलाई अब तारा टिप्न जाउँ त खल्तीमा चित्र मात्रै बनाएर लिएर हिँड्नु पर्यो, वास्तविक त्यो लिएर हिँड्न सकिएन। त्यस्तै सूर्य भनौँ। अब रुख तपाईँको साना बिरुवा त उखालेर लिएर हिँड्न सकिएला, तर पुरै रुख उखालियो भने त सखापै हुने भयो, होइन? वनजङ्गलै सकिने भयो। हेर्नुहोस् विचित्र छ। तर कसैको कलम, कसैको घन्टी, कसैको चाहिँ हँसिया, कसैको हतौडा यिनीहरूलाई त सहजता भयो र यी धारिला हतियारहरू दिन चाहिँ नहुने हो कि जस्तो नि लाग्छ। किनभने त्यसको दुरुपयोग भइदियो भने त गाह्रो हुन्छ, अवस्था जटिल सिर्जना हुन्छ। अनि जस्तै घन्टी, रासोपाले घन्टी पाएको छ। अहिले घन्टीको माहौल पनि समाचारमा जताततैबाट लहर चलेको झैँ ६४मा हँसिया हतौडाको चलेको झैँ भएको छ। के हुन्छ भोलि २१को चुनाव भएपछि परिणामले देखाउने कुरा हो। त्यो त हामीले यसै भन्न भनेर सकिन्न। जुन अहिले माहौल आओस् र मान्छेले परिवर्तन चाहेको छ। हुन त विगतमा पनि परिवर्तन चाहेर परिवर्तन भएका घटनाहरू धेरथोर हामीसँग छँदैछ। तैपनि यसपटकको भनेको लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र आएर यत्रो 36 वर्षसम्म शासन सत्ता सम्हालेका र प्रयोग गरेका को नतिजा हेर्नुहोस्। जनतालाई गरेको जुन व्यवहार छ, विश्वास छ, आफू शासनमा पुगेपछि जनतालाई खोलामा, आफूलाई महलमा देखिरहनु भएको छ। के सानो गल्ती गर्दैमा जनतालाई कारबाही गर्नै पर्ने, अनि कुर्चीमा बसेका, सत्तामा बसेकाले मनपरी गर्दा पनि, मनपरी बोल्दा पनि के तिनीहरूलाई कानुन छुट्टै चाहिने हो? एउटै भन्छन्, तर यहाँ त देखिन्छ, छर्लङ्गै देखिरहेको छ। त्यही भएर पनि यति लामो समयको जनताहरूको एउटा विक्षिप्त मनलाई एउटा कहाँ लाएर वैकल्पिक योजना के? भोलि यो घन्टी भन्ने पार्टी आउला नआउला त्यो आफ्नो ठाउँमा छ। जुन माहौल बनेको छ, यो माहौल कसले बनाइदियो? के घन्टी आफैले बनाएर सम्भव भयो होला त?
प्रश्न यहाँ छ, म कुनै पार्टीको होइन र कुनै व्यक्तिलाई मलाई भन्नु केही पनि छैन। म भोट दिउँला नदिउँला, दिन मन लाग्ला नलाग्ला त्यो आफ्नो ठाउँमा छ। तर यी विगतका दललाई, कुनै पनि दललाई दोष लगाउने ठाउँ छैन। दलले गर कसैले पनि भनेको छैन। जुन सम्हालिरहेका दलका प्रमुख पात्रहरू मार्फत विभिन्न नकारात्मक प्रवृत्ति र जनतालाई शोषण गर्ने एउटा प्रवृत्ति परिपाटी भयो। यो परिपाटीबाट आजित भएका जनताहरूको चाहिँ एउटा पोख्ने, बिसाउने एउटा माध्यम केही नभएको भएर एउटा वितृष्णालाई कसरी पोख्ने भन्ने एउटा माध्यम मात्रै बनेको हो जस्तो लाग्छ मलाई। भोलि कसले के गर्ला यहाँ धेरै गाह्रो छ। त्यसै कारणले गर्दाखेरि तपाईँ हामी पनि सजग हुन पर्ने अवस्था छ। परिवर्तन त आफैले गर्नुपर्ने हो। आफ्नो घरमा, आफ्नो गाउँमा, आफ्नो टोलमा के परिवर्तन छ छैन र देश परिवर्तन गर्न हिँडेकाहरू पछि लागेर खै कहाँ के गर्न सकिएला। देश एउटा ठुलो सङ्कटमा गुज्रिरहेको अवस्था छ। यहाँ नेता कार्यकर्ताले बुझ्लान् भन्नु चाहिँ म फिट्टिकै सक्दिनँ र यो सम्भव पनि छैन। तपाईँ हामी एउटा व्यक्तिले बुझेर मात्र के गर्नु छ र बुझेको कुराहरू लागू गर्न गएर कुनै पनि एउटा मिडियामा प्रस्तुत भयो भने उल्टै हामी सरकारको नकारात्मक र साइबर क्राइममा परेर हामी देखिराख्नु भएको छ। सर्वसाधारणहरू बिना हातमा एउटा कमेन्ट, एउटा लेख लेखेको भरमा पनि जेल जीवन बिताइरहनु परेको देखिराख्नु भएको छ। त्यसैले गर्दा परिवर्तन समयले माग गरिरहेको छ। यो वितृष्णा पोखिरहेका छन् जनताहरू। भोलि कसको पोल्टामा आउला, के आउला नआउला त्यो आफ्नो ठाउँमा छ र त्यो हामीले यसैलाई आउनुपर्छ र दिनुपर्छ भन्ने म चाहिँ मान्यतामा छैन। जसलाई जहाँ मन लाग्छ दिँदा कुनै ठुलो कुरो होइन। त्यसैले आदरणीय महानुभावहरू, सम्पूर्ण मित्रहरूले यस मेरो कुरालाई सहमति जनाउने र मन पर्ने व्यक्तिहरूले लाइक, कमेन्ट र सेयर गरिदिनुहुन्छ भन्ने मैले आशा गरेको छु र यो भिडियोलाई धेरैभन्दा धेरै ठाउँमा पुर्याएर जनतालाई केही रूपमा सजगता पनि दिलाउन सकिने उद्देश्यले बनाएको छु र आउँदा दिनहरूमा पनि यस्तै भिडियो सम्प्रेषण गर्ने एउटा मैले मनस्थिति बनाएको छु। त्यसैले गर्दा हजुरहरूले यो भिडियो मन पराउनुहुन्छ भन्ने पूर्ण विश्वास गर्दै यो भिडियो यतिलाई अन्त्य गर्दै छु। धन्यवाद।